आज 2081 12 महिना भाइलाई चाहिँ नि तपाईँले सहायता गर्नुभएको हाम्रो मण्डलीमा नआउनु भयो तर हाम्रो मण्डलीको सबै दाजुभाइहरूले उहाँलाई जुन सहयोग गर्नुभएको छ ठुलो सहयोग त हो सबैको गरिबी तपाईँले राख्नुपर्छ तपाईँले तपाईँलाई सहायता लिएको चाहिँ 15 महिनाको लगभग मैले 2 वर्ष बाँकी थियो मेरो इन्जिनियरिङ ल्याएको सुरु गरेको 3 वर्ष भयो अनि मैले टिका पनि मैले काठमाडौँ चलाएको थिएँ कलेज स्कुलमा 1 वर्ष चाहिँ मैले के अरे परिवर्तन जीवन दिनुहुने शक्ति गवाइरहने विषयमा एउटा आजकल मैले इन्टरनेटमा जुन मैले काठमाडौँ चलाएको शिक्षामा शक्ति गवाइ बाँध्ने कोही पनि नआएपछि मैले 1 वर्ष खाली गरेँ त्यसपछि मैले लाइभ चलाउनु थालेँ लाइभ चलाउनु मैले धेरै दुःखको बारेमा एउटा बारेमा देखाउनु थालेपछि मलाई सबै ढिलै आएको जब मैले 14 महिनामा 9 लाख पनि कमाएको थिएँ टिकटकमा मेरो 5 लाख खर्च पुगेको थियो भने चाहिँ एउटाले मन्चाइ मारेर मन्चर नागेर म तपाईँ पैसा दिन्छु भनेर दिएपछि उसले मलाई 14 महिना कमाइ 1400 पनि खाइदियो र मैले 500 धन्यवाद पनि दिएँ किनभने त्यो मेरो थिएन र पनि भयो अनि मैले पाउनु मात्रै आश छैन जोगाउनु पनि आश थियो एउटा परदेशको जन्मभूमिमा म तपाईँलाई आफ्नो एउटा माइको धरेर आएको थिएँ त अहिले संसारको पनि गयो भन्दाखेरि चाहिँ अनि बाँकी मेरो 15 महिनाको बाँकी थियो 15 महिना बाँकी भएपछि चाहिँ घरले मलाई सबै मिना गर्छु तर निस्केर जाऊ भनेर मैले छोडेर हिँड्न सकिनँ किनकि यहाँ म पढाइ खानु छोडेर गाउँमा पनि पढाइ फ्री भइरहेको छ होइन पढाइ फ्री भइरहेको छ अनि मलाई पनि पर्दैन अनि त्यो कुरालाई मैले अझै पनि म यो सम्झना भित्रमा मैले लगभग मैले अर्पण गरेर मैले 3 महिनाको 15 हजार चाहिँ मैले पढाइसकेको छु बारी मेरो बाँकी मेरो 12 महिनाको बाँकी छ 1 वर्षको त्यो तिर्सकेपछि फेरि मैले के गर्ने मोटर गराएको भने थोपा मिलेर मेरो छोराको लागि मैले 4 आना मात्रै जग्गा दिएर एउटा बस्ती चौरा मात्रै हाल्यो भने चाहिँ मलाई प्रतिशत उठाइरहेको पनि अहिले चाहिँ म परदेशको लागि जिउन चाहन्छु र छोरीको लागि म बाटो देखाउन चाहन्छु त्यो हेतुले म हिँडेछु त्यस कारण चाहिँ मेरो विषयलाई राखेर मेरो अवसर राखेर हामीले धेरै प्राप्त गऱ्यौँ भनेदेखि चाहिँ तपाईँको यत्रो परदेशको जनहरूमध्येमा एउटा परमेश्वर प्रार्थना चाहिँ छिटै सुनाइदिन्छ र मेरो पनि बाटो खुलेछ छोराको लागि भन्न चाहन्छु र यो हाल मैले भनेको थिएँ तपाईँले दिनुभएको यो आशिष चाहिँ मन्डलीको गएर मैले गवाई पनि पार्नुपर्ने हुन्छ र मन्डलीको मैले एड्रेस पनि दिनुपर्ने हुन्छ किनकि सुरुमा त मैले मन्डलीको साइडमा पनि हिँडेको थियो भने चाहिँ मलाई त्यहाँ कतिले भिडियो किचन अप्लिकेसन पनि भनेको कुरा बाटो गर्न आएपछि मैले मन्डलीको गएर मेरो पासबुक वर्षमा मैले अनुमति मागेर मैले सुकाइदिएर आएको हुँ त्यसै कारण मेरो 12 वर्षीय छोरा र मेरो निम्ति तपाईँ धेरै ग्राफ गर्छु किनकि मैले दुईटा बिहा गर्नु पऱ्यो है अनि पढ्नु आज्ञा उडाउनु पऱ्यो किनभने चाहिँ चाहे बाहिरी मान्छे हो चाहे किचन हो
मसँग भौतिक कुरा खोज्न मात्रै आए जसले पैसा र पैसा मात्रै खोज्न आए ताकि म एउटा 43 वर्षको मान्छे म 3 4 छु म 25 केजी मात्रै छु तर मैले पनि 3 वर्ष प्रविश्यको सेवाई गरेँ भने 4 वर्ष म पटानमा पनि हिँडेँ काठमाडौँको ललितपुरको क्वालिटी चुना योजना जुन 3 महिना उयो लिएर पनि म पटानमा पनि हिँडेँ तर मलाई जबसम्म 4 वर्ष 11 वर्ष हुन्थ्यो भने चाहिँ मलाई मैले मन्दिरमा गएर धेरै भने म बिहा गर्न चाहन्छु भाइ पनि हुनुहुन्छ आफू शरीरलाई अझै राम्रो सक्छौ भनेर विचारमा तिमी समाउन हुन सक्छौ भने बिहा नगरी बस्नु त अवसर पनि हो तर बिहा गरेपछि पनि एकदम म भनेको छ नि त होइन र त्यही भएर मैले पाठक गरेर धेरै अवसर गरेँ मानिसहरूको तपाईँको सबैलाई घरबारी छैन कतिले बिताउनु हुन्छ तर प्रार्थना चाहिँ गर्नु हामीले खोजेर तपाईँलाई भोलि अप्ठ्यारो हुन्छ यता भनेपछि मैले निरन्तर 10 वर्ष प्रार्थना गरेँ र मेरो 1% पनि परमेश्वरको आज्ञा मानेर मलाई काट्नु कोही पनि नपाएपछि मैले प्रभु भने प्रभु तपाईँले त मलाई आमाको गर्भमै सुरु भएको थियो र मैले तपाईँले सुनिसकेर अब तपाईँले म विकास पनि गर्न सक्छु भने चाहिँ अब म अफिसले नै बिहा गरेर प्रभु तपाईँले म घटना चाहन्छु आत्मा मलाई छुट्याइदिनु भनेमा मैले बाटोमै भेटाएर बाबुको मम्मीलाई लिएर गएँ अन्त मैले सबै कुरा भने म तपाईँ बाटो हिँडेपछि तपाईँले म ऊ भने ऊ बस भने बस हुन्छु भनेर आइसकेपछि हो 2 वर्षमा तपाईँले मलाई परमेश्वरको देखाकी र मेरो देखाकी मात्रै गरेर चाहिँ केही परिवर्तन भन्न चाहिँ गरेँ तर आफू बारी पहिल्यै गएपछि मैले परमेश्वर भन्दा छ होइन त्यो उहाँले जानेर पनि त्यो शिक्षाको मलाई शिक्षा हामीले उहाँले भन्नुभएको छ प्रभु तपाईँ बिच भाइ कटरबाट हराउनुहोस् भनेर पछि चाहनु बेलामा भनेपछि प्रभुले त्यही भने प्रभु मैले तपाईँको आगे अवलम्बन गरेर मैले अफिस मिलाएँ तपाईँमा बोलेँ तर सकिनँ भने अहिले आएर व्यवसायमा धेरै नराम्रो भनेपछि कि त्यसलाई परिवर्तन गराउनुहोस् कि त मबाट हटाउनुहोस् भनेपछि मैले निरन्तर प्रार्थना म त जहिले पनि 4 महिना मात्रै म अलिकति गर्छु त्यो बेला मैले प्रार्थनापछि ठ्याक्कै 11 महिनापछि चाहिँ मेरो बिजुबाट चाहियो लाग्यो जुन कोरोना लाग्यो होला 2 महिना अगाडि नागरिक गरेर चाहिँ काठमाडौँ म साइड आएको थिएँ मलाई परमेश्वरले भन्नुपर्दाखेरि मलाई तिनीहरू चाहिँ वरदान दिनुभएको थियो बाबुको मम्मी जाने एउटा वरदान गुमाएँ इन्जिनियरिङ बाटोसँग अर्को वरदान गुमाएँ तर एउटा चाहिँ जीवन छ त्यो वरदान तर मैले फेरि वरदान प्राप्त गरिरहेको छु अब म विवाह गरेको छैन त्यसको लागि चाहिँ बाटो देखाउँछु तपाईँलाई म छुट्छु भनेर मैले प्राप्त गरेको छु र त्यो पनि फेरि मेरो बाँकी मेरो वरदान पनि मैले परमेश्वरलाई मलाई फिर्ता दिनुहोस् भनेर मैले मागिरहेको छु बेला बेलामा छोरो सामने म पढ्छु भने हुन्छ सम्पूर्णमा जय मसी भन्न चाहन्छु आज मण्डलीमा उहाँलाई केही गुवाहरू लिएर तपाईँको बिचमा आएको छु तपाईँहरूले लाइक कमेन्ट गरिदिनु होला मेरो युट्युब च्यानलमा